हेलो गाइज, नमस्ते सम्पूर्णमा। हामी छौँ सुटिङमा यति बेला। हाम्रो पुरानै सिरियल कन्टिन्यू। यति बेला हामी झोरमा छौँ। के भन्छ ठाउँलाई? झोर साङ्ले खोला। हामी यो सम्पूर्ण कलाकार टिमहरू ल हाम्रो सबैको आमा हुनुहुन्छ। उहाँ चाहिँ यो सिरियलको हिरोइनी। म पनि हो न, आफूलाई नि देखाउनु। यहाँ क्यामेराम्यान हुनुहुन्छ हाम्रो के हजुरको नाम अनिल सर हुनुहुन्छ। उहाँ चाहिँ एकदम मेन हिरो यो सिरियलको, यो मोबाइलको मालिक, च्यानलको नि मालिक। यही च्यानल उहाँको च्यानलबाट आउँछ। त्यसै गरी म यता छु है, म चाहिँ भिलेन हो है, क्यामेराम्यान। यो भ्लगको क्यामेराम्यान। ल सबै हजुरले भनिहाल्नु भयो। ल अब होइन, ल पूजा गरौँ, सुटिङ सुरु गरौँ। अब पूजा हुँदैछ, एकछिनमा सुटिङहरू सुरु हुन्छ। हामी तपाईँले बेला बेला अपडेट दिँदै गर्छौँ तपाईँहरूलाई। तर हेर्न चाहिँ पऱ्यो, तपाईँहरूले अपडेट दिएको फाइदै भयो। हेर्नु नहेरेपछि हेर्नु पऱ्यो सबैजनाले। पालो पालो यसमा रमाइलो भिडियोहरू आउँछ, रमाइला भिडियोहरू आउनेछ, एकदम मन छुने भिडियोहरू आउनेछ। ल सरी, उहाँ त हाम्रो डाइरेक्टर पनि हुनुहुन्छ है। लेख्ने सेक्ने यताउति सबै उहाँले हो। राइटर, डिरेक्टर, हाम्रो कलाकार रेखा दिदी। लाइटर बाल्न सक्नुहुन्न नि कि? ल पूजा गरौँ सबैले सरसरी। त्यसपछि झ्यामसिनहरू हान्ने। फेसै देखाइनु पर्यो होइन? यस्तो फेस भने के देखाइनु? राम्रै देखिनु भएको नगर्नु। गीत नमजाम है, गीत नमजाम ब्याकग्राउन्डमा कपिराइट आउँछ। परमेश्वरी हाम्रो चाहिँ फिल्म एकदमै राम्रो हुँदै प्रगति हुँदै सबलाई हेरै बनाउनु पर्छ। हामीलाई केही गर्न सक्दैनन् जस्तो गरे मन पराएर साथ सपोर्ट गरिदिने है। बोल्नुहोस्, यो तपाईँहरूको प्लेटफर्म हो, जे पनि बोल्न पाउनुहुन्छ। यहाँ कसैले रोकटोक गर्दैन, जे भन्न नि पाउनुहुन्छ। ल बोल्नुहोस्, जे बोल्न नि पाएको यति बेला होइन। म त यसै पूजा गर्नु म त अहिले म एउटा हातले खिच्न सक्छु, एउटा हातले खिच्छ, एउटा हातले पूजा गर्नु। म रोबोट हो, रोबोट। तपाईँ धुप बाल्नुहोस्। मिलियन भन्छ होइन? मलाई त सबैले चिन्नुहुन्छ, टिकटक भाइरल। हाम्रो आमा बुवा नमस्ते मेरो भगवान। हाम्रो भ्युज धेरै आओस् है। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। हामी चाहिँ उहाँ बाआमा कहाँ खाना बनाएर खाने बस्ने उहाँहरू पनि कलाकार हुनुहुन्छ है। माया गरिदिनु बुबा, हाम्रा सन्तानले हामीलाई माया गर्नु पर्यो। हस् मेरो भगवान रक्षा गर प्रभु। कमाएर हाम्रो सिरियलको मेन हिरो आइपुग्नु भयो ठ्याक्कै। अब उहाँ अलि लजाउनुहुन्छ, फेरि अलि लजाउने मान्छे उहाँको। कान्छो छोरो हो, धेरै लाभ लाग्छ है। सिरियलको मात्रै हो है, नत्र
उहाँ त मेरो भाइ बिचरा फेरि त्यस्तो नसोच्नु किन फेरि ठुलो काममा मस्किनु सक्छ मेरो बुढो भनेर तानी भनेर मेरो भाइ हामी त सानै ड्याडी म यहाँ क्यामेरा पूजा गरौँ अब खाना खाएर ल यसपालिदेखि राम्रो हुँदैछ मेरो कान्छो छोरो हेलो मेरो कान्छो छोरो यही हो नमस्ते है नमस्ते दुवै बहिनी विचार छ कि धोराउने विचार छ होस् गर है आउनु नत्र आमा लिएर जान्छ जानु पर्यो नि लिएर जान्छु म नत्र हेरी छिटी छु 50 वर्षमा छिटी छु नि अब बुढी हुने कहिले छोरो मेरो छोरो कान्छी छोरी नमस्ते जेठाजु जेठाजु बुहारी बुहारी नि कान्छी बुहारी नमस्ते सबैलाई दाइलाई उछिनिसक्यो भाइले बिहे गरेर नमस्ते नमस्ते बाबु नमस्ते ल हजुरको पालो तपाईँले पनि गरिदिनु न सर एकदम हो अस्ति मुभीमा हालेको छ अस्तिको आइसक्यो एक केटाको जतै यस्तै बरम मकै बारी करेम बालै पनि गीत आयो ढिला चाँडो सबैको रहरहरू पुरा हुँदो रहेछ कि अब मम्मीको बुवा मम्मीको रहर पुरा हुँदैछ बिस्तारै अब रमाइलो भइरहेछ जे होस् अब काम भन्दा पनि हाम्रो नै रहर हो रमाइलो गर्ने अब त्यसरी टाइम पास लास्टमा फेरि मेरै है मम्मीले क्यामेरा देखाउनु भएन कि टाइम पास हो अब जस रमाइलो भइरहेछ होइन देखिरौ यो चाहिँ हाम्रो राम्रो त अब सुटिङ गर्ने घर भात पकाएको ठाउँमा हामी चाहिँ भात पकाएर खाँदैछौँ भनेर देखाइदिनु न आमाको हामीलाई पनि भने जस्तो भएको छ सबैले भने जस्तो भएको छ हेलो सबैलाई नमस्ते है मेरो सम्धिनी मेरो म चाहिँ विशेष उहाँको सम्झिने है उहाँको छोरा मेरो ज्वाइँ हामी यहाँ खाना बनाउँदैछौँ हजुरहरूले बचपनमा खेलेको ठाउँमा यहाँ हाम्रो खाना पाक्दैछ ल हो र खाना पाक्दैछ हेर त डिक्चीमा माम पकाएको छौँ छोरो छोरो बुहारी सब यहाँ भात खाने वाली बेर हामी यहाँ सबै खाना खान्छौँ सबैजना सन्चै हुनुहुन्छ नि छोरी आएको छैन कान्छी छोरी दुवै